हुन्छ होइन अब प्रस्ताव गर्नु पर्यो भने अब कतिको कम्फर्टेबल भएर प्रस्ताव गर्न सक्नुहुन्छ यो क्वेसन त एकदमै टफै सोध्नु भयो अब म यसमा अब के भन्ने हो ऊ नर्भस भइसक्नु खाने खाँदै बाफ हुन्छ म ट्राई गर्नेछु मजा पनि आउँदैन त्यस्तो गर्न ऊ यस्तै खालको केटा खोज्नु भएको छ आलिसा चाहिँ ठ्याक्कै अयो त्यस्तो त सोचेको छैन तर उहाँले मान्नुभयो भने ओके त्यस्तो कन्डिसन आइ पर्यो भनेमा मैले त 5 इन्चको हिल्ला थियो त बुझ्नु न बाउको साम्राज्य भन्दैमा छोराले पनि त्यही राज गर्छ भने नसोच नाइस खानदान तराईतिरको यस्तो यस्तो देखाउन खोजेको लाइक तराईको अब हजुर सबै सोध्नु फिल्म नै यही हेर्नु अनि हलमा नजानु त्यसको लागि त मोबाइलमा जानुपर्छ हेर्नुपर्छ स्टोरी के छ भन्ने बुझ्नुपर्छ म चाहिँ दाइजो लिँदा म पनि दिन्न भनेपछि बाहिरको युवतीहरू चाहिँ तराईमा बिहे गरेर जाँदा अनसेफै हो त अनसेफ त नभनौँ होइन सेफ त सेफ नै छ जस्तो 16-17 इयरको बच्चाहरूले पनि बिहे गरिरहेछ हाम्रो लागि त उनीहरू त बच्चै हो नि त 14 वर्ष कटिसकेपछि बिहा गरिदिइहाल्ने यस्तो यस्तो सिस्टमहरू रहेछ छोरी पढाउनु हुँदैन धेरै अनि म तपाईँलाई हेरेको हेरे भएछ अनि सुन्दरी देखेर कि तपाईँलाई हेर्दाखेरि झलक झलक तपाईँको दिदीको सोनिका दिदीको झल्को भएको भएर चाहिँ मलाई उहाँको एज अ पर्सन सबैजना राम्रो तर अलिकति हाइजिन पनि मेन्टेन गर्नुभयो अझ बेटर हुन्थ्यो जस्तो लाग्यो नमस्कार युएनए डिजिटल हेरेर बस्नुहुने यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ म रक्षा बस्नेत आजको श्रृङ्खलामा हामीसँग को अतिथि हुनुहुन्छ अफकोर्स यहाँले हाइलाइट्समा हेरि पनि सक्नुभयो चलचित्र प्रतिवैरमको नेतृत्व गर्दै हामीसँग आज हुनुहुन्छ आलिसा वास्तोला र सम्राट दासजी आज हामी उहाँसँग चलचित्रको बारेमा र केही रमाइला कुराहरू पनि गर्नेछौँ हामीसँग रहनुहोला स्वागत छ दुवैजनालाई थ्याङ्क यू सुरुमा त दुवैजनालाई धेरै बधाई हिजो भर्खर प्रतिवैरमको टिजर आउट भएको छ राम्रो प्रतिक्रियाहरू पनि पाइरहनु भएको छ यता हाम्रो नवनायकबाटै जाउँ कस्तो लागिरहेछ एक्साइटेड पनि छु डर पनि लागिरहेछ कि मेरो फर्स्ट मुभी अब के हुन्छ भने अलि डर पनि लागिरहेछ अब मेरो फर्स्ट डेब्यु मुभी हो मैले दिने प्रयास गरेको छु राम्रै प्रयास गरेको छु बिस्तारै म सिक्दै जान्छु अझै गर्दै जान्छु भन्ने मलाई लाग्छ यता आलिसाजी प्रतिवैरम चाहिँ खास अब तपाईँ त धेरै म्युजिक भिडियोहरूमा पनि हुनुहुन्छ यो क्षेत्रमा पहिलेदेखि नै भिजिसक्नु भएको मान्छे होइन लिड रोलमा चाहिँ तपाईँको फर्स्ट मुभी सायद डेब्यु लिड रोलमा चाहिँ फर्स्ट रिलिज भएकोमा चाहिँ प्रतिवैरम चाहिँ कस्तो खालको चलचित्र हो खासमा तपाईँले अब अलरेडी नै यो सिने जगतमा भइसक्नु भएको मान्छेले लिड रोलमा रोज्नु भएको छ भने चाहिँ फरक त पक्कै पनि केही होला डेफिनेटली मलाई चाहिँ फरक लागेको थियो मलाई आएको पात्रहरूमध्येमा चाहिँ फरक लागेको तराईको कहानी अब म आफै तराईमै जन्मेको भएर पनि आफ्नो गाउँघरको कहानी एकदमै मनपर्छ आफूलाई त्यसले पनि कनेक्ट गर्यो होला आई थिङ्क मधेसको कहानी चाहिँ टिजरमा हजुरहरूले हेरिहाल्नुभयो त्यही हो धेरै त खुलाउन मिलेन त्यो त फिल्म हेर्नु परिहाल्यो यो प्रतिवैरम खास नेम चाहिँ युनिक छ तर यसको मिनिङ चाहिँ के होला प्रतिवैरमको यो नाम चाहिँ संस्कृत वर्डबाट निकालेको छ होइन यसको मतलब रिभेन्ज भन्दा पनि बदला त्यस्तै भाव आउँछ यसमा भनेपछि तपाईँले बदला लिनुहुन्छ कि हिरोनीलाई कसैले उठाएर लैजानुहुन्छ तपाईँले फिर्ता लिएर आउने त्यस्तो खासै छैन अब यसको लागि हजुरले अब हलमै गएर हेर्नुपर्ने हुन्छ स्टोरी बुझ्नको लागि हजुर जानैपर्छ ओके र अब पहिलो चलचित्र प्रतिवैरम गरिरहँदाखेरि अब एउटा च्यालेन्ज हुन्छ नि चलचित्र क्षेत्र चाहिँ एकदमै च्यालेन्जिङ छ हुनु त सानो क्षेत्र हो तर पनि यहाँ अटाउनलाई चाहिँ एकदमै धेरै गाह्रो छ टिकिरहनलाई कतिको डर लाग्दो रहेछ यो अब कसरी काम गर्छु होला भन्ने कुराहरू चाहिँ अब डर त ओभियस लागिहाल्छ होइन अब म नयाँ भए पनि मेरो डेब्यु मुभी भयो अब यसपछि के हुन्छ कस्तो प्रतिक्रिया दिन्छ अरूबाट के कस्तो रेस्पोन्स आउँछ कस्तो फिडब्याक आउँछ त्यो कुराहरूले डर पनि लाग्छ कसरी जोड दिनुभयो प्रतिवैरम टिमसँग तपाईँ मैले सुरुमा म्युजिक भिडियो त गरेँ म्युजिक भिडियो गरिसकेपछि मलाई एउटा मधेसको स्टोरी छ यस्तो यस्तो स्टोरी छ मलाई हाम्रो डाइरेक्टर सर मलाई एकचोटि बोलाउनु भयो अनि भन्नुभयो कि यस्तो यस्तो हाम्रो स्टोरी छ मधेसको कथामा मधेस बेस्ट स्टोरी छ अनि मैले स्क्रिप्ट पढेँ फर्स्ट ड्राफ्ट नै मैले पढेँ मलाई स्टोरी अलि राम्रो लाग्यो हुन्छ गरौँ न अनि त्यही हामी प्रोसेसमा बढ्दै गयो हाम्रो आलिसाजी चाहिँ कसरी जोडिनु भयो चलचित्र टिमसँग मलाई त एन्डमा एकदमै लास्टमा सबैजना
हेरिसकेपछि इन्डमा कल गर्नुभएको थियो अनि स्क्रिप्ट पाएँ फर्स्टमा पढ्दाखेरि कस्तो राम्रो लाग्यो मलाई अनेस्टली मलाई स्क्रिप्ट एकदमै राम्रो लागेको थियो फिल्मको अनि त्यसैको आधारमा कुराकानी अगाडि बढ्यो अनि गर्यो तपाईँ त एकदमै ठुलो ब्यानरको चलचित्रसँग पनि जोडिसक्नु भएको मान्छे पूर्णबहादुरको सारङ्गी होइन त्यो एक प्रकारको हाइप क्रिएट भइसकेको हुन्छ कि होइन एकदम ठुलो मुभी गरिसक्नु भएको ठुलो पर्दामा ठुलो टिमसँग भन्ने हिसाबले अब प्रतिवैरम राम्रो चलचित्र पक्कै पनि छ होइन तर पनि सबै नयाँ टिमहरू हुनुहुन्छ कि यहाँ चाहिँ प्रायः सबै न्यू फेसेसहरू चाहिँ हामीले देख्यौँ यो चलचित्र टिममा त्यो हुँदाखेरि चाहिँ अलिकति असहज लागेन काम गर्न ला कस्तो अप्ठ्यारो क्वेसन हौ त्यस्तो होइन अलिअलि डिफ्रेन्ट त डेफिनेटली हुँदो रहेछ मैले पनि एक्सपिरियन्स गरेँ तर त्यस्तो भास्ट डिफ्रेन्ट चाहिँ केही पनि थिएन एकदम ठुलो टिमसँग काम गर्न छुट्टै खालको मजा अनि नयाँ टिमहरूसँग फ्यामिलियर फ्रेन्ड भएर काम गर्नुको अर्कै मजा प्रतिवैरम किन हेर्ने के छ यसमा डिफ्रेन्ट ला किन हेर्ने भन्नु हिजो पनि आएको थियो है यो क्वेसन अब यसलाई किन हेर्ने भन्दा एक्ज्याक्ट यो रिजनले हेर्नु भन्नुलाई त अब ठ्याक्कै रिजन त मैले दिन सकिनँ तर पनि हाम्रो देशको विभिन्न भागको कथाहरू जस्तो पहाडको हेरिरहेको हुन्छ हिमालतिरको हेरिरहेको हुन्छौँ तराईको अलिक कमै छ जस्तो लाग्छ मलाई मेन त्यो तराईकै चिजहरू देखाएको चाहिँ एकदम कम छ जस्तो लाग्छ अनि सो हाम्रो देशको कल्चरहरू जान्नलाई हाम्रो देशको ठाउँहरूमा त्यो भित्री ठाउँहरूमा के कस्तो भइरहेको छ त्यो जान्न पनि हेर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ फिल्ममा पक्कै पनि यहाँहरू जोडी हुनुहुन्छ तर पोस्टरमा चाहिँ मैले अर्कै पर्सनलाई पो देखेको हो कि हजुरको अङ्गालोमा दुलै भएको जस्तो फिल गरेँ सस्पेन्स त्यो सस्पेन्स नै भन्नु त्यो सस्पेन्स नै हो यहाँहरू जोडी चाहिँ हो कि होइन फिल्ममा हामी जोडी नै हो जोडी नै हो ओके यो कपल्सलाई चाहिँ अब तपाईँलाई हेर्दाखेरि ठ्याक्कै तराईको नै टोन पनि लुक्स पनि ठ्याक्कै देखिँदो रहेछ अब यता आलिसाजीलाई हेर्दाखेरि त्यो बिल्कुलै नदेखिने एकदमै अनम्याच पेयर जस्तो देख्दो रहेछ होइन अनि त्यो कसरी जोडिन पुग्नुहुन्छ चलचित्रमा पनि त्यस्तै देखाइएको छ कि अथवा तपाईँलाई त तराईको क्यारेक्टर पनि खासै कस्तो चाहिँ भयो होला भनेर म इमेजिन गरिरहेको छु कि त्यो बोलीचाली फेस केही पनि साथै दिँदैन नि त कलाकारको खुबी नै त्यही हो नि डिफ्रेन्ट क्यारेक्टरमा डल्नु पनि डिफ्रेन्ट जनरको चिजहरू एक्सप्लोर गर्नु पनि हाम्रो खुबी नै त्यही हो सो के थाहा हुनुहोस् यसको लागि हेर्नै पर्छ कस्तो लाग्यो आलिसाजी यति राम्री होइन एकदमै सुन्दरी युवती उहाँको त फेरि थानकोटदेखि कोटेश्वरसम्म लागिसक्यो उहाँसँग काम गर्दाको अनुभव कस्तो रह्यो खुसी लागिरहेछ उहाँसँग काम गरेँ उहाँ मोटिभेट पनि गर्नुभयो कस्तो खालको मोटिभेट भन्नाले उहाँ अब म त यो फिल्ममा नयाँ भएर पनि उहाँले मोटिभेट गर्नुभयो सिकाउनु भयो एउटा मेन्टर भएर पनि गाइड गर्नुभयो त्यो चाहिँ मलाई सुरुदेखि भन्नुभयो उहाँले एकदम नयाँ एकदमै नर्भस हुनुहुन्छ उहाँलाई मैले पर्सनली बुझेअनुसार चाहिँ धेरै कुरामा नर्भस हुने रोमान्टिक सिनहरू गर्नु पऱ्यो भने नर्भस हुने यसरी हात समाउनु पर्ने छ भने नर्भस भइसक्नुहुन्छ क्या किन नर्भस भएको भनेर भन्छु खै त्यो भित्रैबाट आउँदो रहेछ उहाँलाई चाहिँ एकदम नर्भस हुनुहुन्थ्यो अनि एकदमै इजी बनाए जस्तो लाग्छ मलाई चाहिँ काम गर्दा कम्फर्टेबल बनाउनु भयो सुन्दरी युवतीसँग रोमान्स गर्नु कतिको गाह्रो हुँदैन अगाडि गाह्रो त गाह्रै हुन्छ तर अब बिस्तारै बिस्तारै अलिक कम्फर्टेबल भएपछि अलिक इजी पनि लाग्दै जान्छ अहिले कम्फर्ट भइसक्नु भयो अहिले अलिअलि कम्फर्टेबल अब त सुटिङ सक्यो होइन अब मतलब भयो भने नेक्स्ट टाइम मतलब फेरि खेल्यो भने तपाईँले प्रतिवैरमको युवती तपाईँको प्रेमिकाको हिसाबले होइन कि आलिसाजीलाई नै उहाँलाई नै रियल लाइफमा चाहिँ प्रस्ताव गर्नु पर्यो भने अब कतिको कम्फर्टेबल भएर प्रस्ताव गर्न सक्नुहुन्छ यो क्वेसन त एकदमै टफै सोध्नु भयो अब म यसमा अब के भन्ने ऊ नर्भस भइसक्नु कसरी इम्प्रेस गर्नुहुन्छ आलिसाजीले यति सुन्दर युवती होइन उहाँ हजुरले इम्प्रेस गर्न जान्नुभयो भने उहाँले आज पक्का एस भन्नुहुन्छ हुन्छ म ट्राई गर्नेछु आई विल ट्राई गर्नुहोस् न अहिले हाम्रो अगाडि पछि मेसेज बक्समा मात्रै फ्लड गरेर हुँदैन नि अहिले त बिचरा बोल्दा नि बोल्दिनँ म खासै मेसेजमा म खासमा म मेसेज पनि गर्दिनँ कसैलाई अनि त्यस्तो अब हाम्रो सुट सक्यो नि त यसो गएर अब चिया खाम कफी खाम यसो भेटौँ त्यस्तो पनि म त्यस्तो नेचर मैले अहिलेसम्म गरेको छैन र मलाई त्यति मजा पनि आउँदैन त्यस्तो गर्न यस्तै खालको केटा खोज्नु भएको छ आलिसाजीले ठ्याक्कै प्रपोज गरेर देखाइदिनुहोस् यहाँ तपाईँले राम्रो एक्टिङ गर्नुभयो भने तपाईँलाई नेक्स्ट फिल्ममा
लिड रोलमा हजुर नै कास्ट गरिदिनु क्या हाम्रो युएनए डिजिटलबाट हेरिराख्नु भएको छ है हुन्छ ठिक छ यसको लागि म प्र्याक्टिस गर्छु नेक्स्ट इन्टरभ्यूमा गरौँला यति त गर्दिनु कस्तो मनै दुख्यो आलिसाजी म एक्साइटेड म त रेडी छु है सुन्नलाई अब म के भन्नु अनुहार हेरेर माया लाग्छ डर लाग्छ बच्चाहरू लाओगे क्या राम्रै हुनुहुन्छ क्युट पनि हुनुहुन्छ हजुर थ्याङ्क यू अनि यतिमा त कहाँ पढिदिनु यस्तो कम्प्लिमेन्ट त दिइरहेको हुन्छ नि मान्छेले होइन प्रीति पनि हुनुहुन्छ लभली पनि हुनुहुन्छ अब के भन्नु त्यति नै हो भयो छोडिदिनु यो चाहिँ साथीवाला प्रपोजल भयो जीवन साथी चाहिँ अलि बन्दैन नि यतिको प्रपोजलले सिक्नु पर्यो धेरै सिक्नु पर्यो अलिक प्र्याक्टिस कम भएछ रियल लाइफमा यति सुन्दर युवतीलाई जोडी बनाउन मन लाग्यो कि लागेन उहाँलाई देखेपछि त्यस्तो त सोचेको छैन तर उहाँले मान्नुभयो भने ओके होइन त्यस्तो कन्डिसन आइपर्यो भनेमा द्याट्स ओके नाइस तपाईँलाई चाहिँ उहाँ कस्तो लाग्यो अब केही समय सँगै बिताउनु भयो होला सुटिङको क्रममा होइन अब तपाईँको फिल्मको पार्टनर रियल पार्टनर पनि हुनुहुन्छ उहाँ चाहिँ रियल लाइफ पार्टनरको लागि योग्य मान्छे फिल भयो कि भएन एकदमै जेन्टलम्यान हुनुहुन्छ उहाँ एकदम राम्रो हुनुहुन्छ केटीहरूलाई फ्लर्ट नगरिहाल्ने अनि जस एकजना केटी मान्छेलाई चाहिए नि सबै खुबी एज अ हस्बेन्ड मटेरियल देख्छु म चाहिँ उहाँलाई एकदमै मेहनती हुनुहुन्छ एकदम मेहनती हुनुहुन्छ मैले देखेको एकदमै हार्डवर्किङ हुनुहुन्छ अनि एकदम प्यासनेट हुनुहुन्छ अनि मलाई एकदमै त्यो उहाँको त्यो पार्टहरू चाहिँ एकदम राम्रो लागेको थियो थ्याङ्क यू लोयल पार्टनर बन्न सक्नुहुने आई डोन्ट नो अब लोयल त भित्री कुरा त मलाई थाहा भएन लोयल हुनुहुन्छ हुनुहुन्न भनेर तर जति पनि मैले अब्जर्भ गरेँ देखेँ त्यसमा चाहिँ एकदमै राम्रो हुनुहुन्छ जेन्युन हुनुहुन्छ तपाईँले अब जीवन साथीकै कुरा गरिरहेको छौँ होइन तपाईँले आफ्नो पार्टनरमा तपाईँको रियल लाइफ पार्टनर कोही हुनुहुन्छ हुनुभयो भने तपाईँले आफ्नो पार्टनरमा हेर्ने कुराहरू चाहिँ के छन् तपाईँको एउटा केटी मान्छेले हेर्ने अथवा तपाईँले हेर्ने म जतिको त्यस्तो सोचिसकेको छुइनँ त्यो अब अलिक खासै त्यो बिहा गर्ने मेन्टालिटी त्यो एज भएको भएर पनि हो कि यस्तो यो हुनुपर्छ भनेर स्पेसिफिक केही पनि छैन मान्छे राम्रो होस् मतलब मलाई माया गरोस् बुझिदियोस् त्यति हो बाँकी अरू कुरा त मिलाम्ला नि ओके तपाईँलाई चाहिँ कस्तो जीवन साथीको खाँचो छ मेरो अब मलाई बुझ्नु पर्यो सबभन्दा पहिला होइन मलाई बुझ्नु पर्यो मेरो कामलाई बुझ्नु पर्यो अरू भनेको उहाँ जस्तै भन्नु न ओके र प्रतिपैरम चलचित्र अब जेठमा आउँदैछ तपाईँहरूको होइन त्यो कस्तो खालको चलचित्र होला हेर्नको लागि त हामी पनि एक्साइटेड नै छौँ तर त्यो थोरै भनिदिन मिल्छ कि यो चलचित्रमा चाहिँ हुन्छ नि तपाईँहरू चाहिँ कस्तो खालको जोडीको रूपमा हुनुहुन्छ त अघि भिलेन क्यारेक्टरको पर्सनहरू पनि हामीले भेट्यौँ होइन अब हामीले यो एक्सन चलचित्रहरू अलिकति भन्न साथै पहिलाको चाहिँ हामीले धेरै एक्सन चलचित्रहरू कस्तो खालको हेऱ्यौँ भने हिरोनीलाई गुन्डाले किडन्याप गर्नुहुन्छ अनि हिरो आएर ये गरेर बजाउनुहुन्छ होइन एक्सन सर्टमा त्यस्तै खालको एउटा हेरेको हो कि केही फरक छ हजुरहरूले सोचे जस्तो डेफिनेटली छैन डिफ्रेन्ट चाहिँ डिफ्रेन्ट नै छ अब हामी कसरी जोडिन्छौँ के जोडिन्छौँ चाहिँ फिल्म हेर्नु तर भिलेनले लग्ने यो त्यस्तो टाइपको हिरोइन भएपछि हिरोइनलाई बचाउने त्योवाला हजुरहरूले जुन एक्सपेक्टेसन राख्नु छ त्यो चाहिँ छैन त्योभन्दा अलिक केही फरक छ यता हाम्रो हिरो त बिचरा सानो क्युट माया लाग्दो हुनुहुन्छ है भिलेनसँग कसरी लड्न जानुभयो हो र कसरी सानो क्युट देख्नु मैले 5 इन्चको हिल्ला थियो त बुझ्नु न अब त्यो स्क्रिप्टमा के मागेको छ होइन अब एक्सन डाइरेक्टर हामीले अब कसरी ढाल्छ हामीले क्यारेक्टरमा त्यसमा डिपेन्ड हुन्छ अब क्यारेक्टरमा डुब्नको लागि त त्यो हामीले पुरै चेन्ज नै गर्नुपर्छ अब जस्तो सुकै क्युटनेस होस् अथवा केही होस् सबै चेन्ज गरेर हामी काम गर्नुपर्छ भनेपछि क्यारेक्टरमा पुगे पछाडि तपाईँलाई केही कुराले यस्तो रोक्दैन खतरा गर्नुहुन्छ क्यामेरा रेडी भए पछाडि चाहिँ होइन म ट्राई गर्छु प्रयास गर्छु तपाईँको फिल्मको कुनै डायलग छ तपाईँले भनेर सुनाउन मिल्ने एकदम खतरनाक कडकवाला जो सुने पछाडि चाहिँ यहीँ यो इन्टरभ्यू पछाडि तपाईँलाई अर्को फिल्म अफर आओस् बाफ्रे त्यस्तो डायलग त अब एउटा टिजरमा आएकै रहेछ एउटा टिजरमा त्यही भन्दिनँ
थोरै बाउको साम्राज्य भन्दैमा छोराले पनि त्यही राज गर्छ भने नसोच। नाइस। यो चलचित्रमा चाहिँ अलिअलि हामीले बुझेअनुसार अब तपाईँ यो फ्यामिली विरासत टाइपको नै कुनै चलचित्र यस्तो हुन्छ नि पारिवारिक जस्तै विरासत खानदान तराईतिरको यस्तो यस्तो देखाउन खोजेको लाइक तराईको अब हजुर सबै सोध्नु फिल्म नै यही हेर्नु अनि हलमा नजानु। त्यसको लागि त हलमा जानुपर्छ, हेर्नुपर्छ स्टोरी के छ भनेर बुझ्नुपर्छ। यो जस्तै तपाईँ तराईबाट नै हजुर, गर्नुहुन्छ म तराईबाट। हैन? तराईतिर चाहिँ अब कति कुराहरू चाहिँ तराईका कुराहरू कुरीतिहरू भनौँ न स्टिल पनि तराईमा कति कुराहरू चाहिँ त्यस्तो चिजहरू छ जुन अब नेपाली सोसाइटीमा एक्सेप्टेबल छैन भनौँ न होइन, जस्तै अब दाइजोका कुरादेखि लिएर अहिले पनि हटेको छैन त्यो कुराहरू। अब तपाईँ त्यतैको प्रतिनिधित्व भएको हिसाबले पनि कसरी हेर्नुहुन्छ यो कुराहरू चाहिँ सोसाइटीबाट हटाउनको लागि चाहिँ के कस्तो गर्न सकिन्छ होला? सबभन्दा पहिला यो धेरै हुन्थ्यो होइन दाइजो प्रथाको मतलब चलन अलिक बढी नै थियो पहिला। अहिले चाहिँ अलिअलि एजुकेसन पनि पाइरहेको छ नि त मधेसमा तराईमा एजुकेसन आएसँगै दाइजो प्रथा पनि हट्दै गइरहेको छ। तर अहिले पनि अलिअलि छ होइन, तर यसलाई जडसम्मै हटाउनुपर्छ भन्ने मलाई लाग्छ। किनकि यो यसले गर्दा समाजमा धेरै त्यो नराम्रो असर परिरहेको छ। फ्यामिलीमा फ्यामिली कन्डिसन हुन्छ, कसैको फ्यामिली जसको छोरी हुन्छ होइन, छोरीको लागि अब फाइनेन्सियली त चाहियो, फाइनेन्सियली ऊ स्टेबल हुँदैन, तिनीहरूलाई एकदम गाह्रो हुन्छ भन्ने मलाई लाग्छ। मतलब यसलाई जडदेखि नै हटाउनुपर्छ भन्ने मलाई लाग्छ। यो जस्तै चलचित्रहरूमा पनि धेरै चलचित्रहरूमा तराईतिरको देखाइन्छ क्या, मध्य प्रदेशको तराईतिरको कहानी होइन, जहाँ चाहिँ अब दाइजो दिएन भने मर्डरै गरिदिने यस्तो यस्तो खालको पनि त्यति क्रुड छ तराई। यस्तो यस्तो केस मैले पनि पहिला सुनेको थिएँ। पहिला हुन्थ्यो तर अहिलेको केसमा अलि धेरै कम भएको छ, अलि धेरै कम भएको छ ड्यु टु एजुकेसन। भनेपछि दाइजो नलिकन आलिसाजी आउनुभयो भने तपाईँ म चाहिँ दाइजो लिन्न, म पनि दिन्न। भनेपछि त्यहाँ तपाईँको होइन सिरियसली नै अब जस्तै तराई प्रदेशमा चाहिँ बाहिरको मान्छेहरू चाहिँ तराईतिर बिहे गरेर जान महिलाहरू छोरी दिन डराउँछन्। त्यो एउटा उखान पनि छ नि, छोरी ल्याउनु तराईको बुहारी ल्याउनु तराईको, छोरी चाहिँ तराईमा नदिनु भन्ने एउटा पनि कन्सेप्ट छ कि छोरीले चाहिँ तराईमा गयो भने दुःख पाउनुहुन्छ, तर तराईको बुहारी ल्यायो भने चाहिँ तराईबाट दाइजो पनि आउँछ प्लस त्यताको बुहारीहरू चाहिँ अलिकति संस्कारी पनि हुन्छन् है, एकदम काम गर्न जान्ने होइन, संस्कारी त अब काम गर्न जान्दैन संस्कारी भन्ने हुँदैन, जस पारिवारिक खालको त्यो पनि एउटा मेन्टालिटी छ कि। भनेपछि बाहिरको युवतीहरू चाहिँ तराईमा बिहे गरेर जाँदा अनसेफै हो त? अनसेफ त नभनौँ होइन, सेफ त सेफ नै छ। अब त्यो कस्तो वातावरणमा छ त्यसमा डिपेन्ड हुन्छ। अब किनकि हरेक ठाउँको कन्डिसन परिस्थिति फरक हुन्छ। अब तराई मधेसकै कुरा गर्नुहुन्छ भने धेरै ठाउँमा मतलब हुन्छ नि त्यहाँको कल्चरल, त्यहाँको आफ्नै संस्कृति त्यसले पनि डिपेन्ड पार्छ। तर मलाई लाग्दैन कि बाहिरको लग्यो भने अनसेफ हुन्छ भन्ने, सेफ नै हुन्छ भन्छु म। यो कुराहरू चाहिँ जरेबाट हटियो भने त अझै धेरै अझै राम्रो हुन्छ। आलिसाजीले यस्तो कुराहरू चाहिँ भोग्नु सुन्नु भएको छ, यो कहानीहरू हुन्छ नि डाउरी सिस्टम तराईतिरको कहानीहरू चाहिँ अलिकति हामीले क्रूर नै भन्ने पनि सुनेका हुन्छौँ। तपाईँले एक्सपिरियन्स मतलब कसैको देखेर त्यस्तो सुन्नु भएको छ? अघि भनिहालेँ नि तराईतिर जन्मेको देखेको पनि छु, सुनेको पनि छु। अनि यही साइडमा जाँदा पनि मैले सुटिङमा पनि कतिजनालाई सोधेँ, जस्तो 16-17 इयरको बच्चाहरूले पनि बिहे गरिरहेछ। हाम्रो लागि त उनीहरू त बच्चै हो नि त, 14 वर्ष कटिसकेपछि बिहा गरिदिइहाल्ने यस्तो यस्तो सिस्टमहरू रहेछ। छोरी पढाउनु हुँदैन धेरै। अनि सोधिरहेको थिएँ म त्यहाँको त्यो गाउँतिर अब जस्तो आन्टीहरूलाई, त्यहाँको अलिक अग्रज व्यक्तिहरूलाई सोधिराख्दाखेरि हामीले त 14 वर्षमै बिहे गरिदिएको, मतलब हामीसँगै हाम्रो एजको मान्छेहरू चाहिँ बच्चा बच्ची लिएर आइराख्नु भएको थियो। अनि किन यति चाँडै बिहे गरेको भने घरबाट पठाइदिइहाल्यो भन्ने यस्तो यस्तो देख्यौँ। त्यो यसपालि सुटमा पनि एकदम एक्सप्लोर गरेँ त्यो कुरा। अनि सानैदेखि सुनेको पनि हो, दाइजो चाहिन्छ अरे, दाइजो दिनुपर्छ अरे, त्यो एकदमै सुनेको। अनि मारिन्थ्यो, कति घर वरिपरि पनि देखेको थिएँ मैले, त्यो परालको कुन्यु भन्छ उता तराईतिर, त्यो कुन्युभित्र लगेर जलाइदिएको, आगो मट्टीतेल खनाएर जलाएको, यस्तो केसहरू बहुत देखेँ मैले, सुने पनि। अनि मैले पर्सनली देखेको छु यस्तो चिजहरू। अहिले चाहिँ अलिक कम हुँदैछ, उहाँले भने जस्तो अलिकति एजुकेसन पुग्न थाल्यो उतातिर, सबैजना एजुकेटेड हुन थाल्नुभयो, त्यही भएर अलिक कम छ, तर हटेको चाहिँ छैन।
र एउटा जस्तै कलाकारले चाहिँ धेरै ठुला मान्छेहरूले गर्न नसकेको काम चाहिँ कलाकारको कलाले गरेर देखाइदिन्छ भनिन्छ कि जस्तै त्यो एजुकेसन पनि हामीले कसैलाई गएर 1 घन्टा मोटिभेसन दिएर सायद उहाँहरूको मेन्टालिटी चेन्ज नहोला तर एउटा फिल्मको मार्फत चाहिँ यो यस्तो है भनेर कहानी देखाइदिँदाखेरि चाहिँ धेरैजनाको मेन्टालिटी चाहिँ चेन्ज हुन्छ क्या एउटा कलाकारको हैसियतले पनि त्यो कुराहरू चेन्ज गर्नको लागि चाहिँ के भूमिकाहरू गर्छु लाइफमा फ्युचरमा भन्ने लाग्छ एकदमै मलाई त बहुत सोसल वर्कहरू गर्न मन छ एकदमै म अहिले पनि अलिअलि गरिरहेको हुन्छु आफूले सकेसम्म अनि भोलिको दिनहरूमा स्कुल नपुगेको ठाउँमा स्कुल पुग्दियोस् त्यो देशको स्थिति अनुसार पनि भइदियोस् जस्तो लाग्छ अब आफैले त गर्न सकिँदैन डेफिनेटली अनि लाग्छ एकदमै भोलिको दिनमा मैले सकेँ भने म यो चिजहरूबाटै अगाडि बढ्छु होला देखाउँछु होला समाजहरूलाई यस्तो हुन्छ उस्तो हुन्छ अब हाम्रो एजमा हामी विदेश नगइकन आफ्नै देशमा केही गर्दैछौँ भनेपछि डेफिनेटली हामीलाई देशप्रति माया छ अनि हाम्रो देशमा भइरहेको चिजहरूप्रति हामीलाई दुःख पनि छ अनि गरिन्छ होला आई थिङ्क सके जति राम्रै गरिन्छ कि सम्राटजीको त्यस्तो केही प्लान छ कलाकारिता क्षेत्रबाट चाहिँ म यो मेरो समाजमा भइरहेको यो कुरीतिहरूलाई चाहिँ म हटाउने कोसिस गर्छु भन्ने जस्तै अब त समाजलाई देखाउने भनेको हामी चलचित्रबाट हो होइन किनकि चलचित्रबाटै समाजले हेर्छ बुझ्छ त्यसबाट केही राम्रो देखायो भने उनीहरूलाई पनि असर पर्छ कि हो यस्तो यस्तो गर्नुपर्छ भन्ने लाग्छ नि त त्यस्तै अब कुनै समाजमा नराम्रो केही भइरहेको छ भने त्यसलाई चलचित्र माध्यमबाट देखाएर पनि त्यसलाई मिलाउन सकिन्छ भने पछाडि दुवैजनाले चाहिँ अब आफ्नो चलचित्र मार्फत राम्रो सन्देश दिने प्लानमा हुनुहुन्छ र यो चलचित्रले पनि पक्कै तराईतिरको कहानी बोकेको छ केही न केही सन्देश पक्कै दिन्छ होला ओके सो प्रतिवैरमकै कुरा गर्नुपर्दा अब म तपाईँलाई हेरेको भएछ होइन सुन्दरी देखेर कि तपाईँलाई हेर्दाखेरि झलक तपाईँको दिदीको सोनिका दिदीको झल्को भएको भएर चाहिँ मलाई उहाँको फेस अगाडि आएको आएछ दिदी नै त सोच्नु भएको छैन सुरुमा मैले उहाँ नै सोचेको कसम से सुरुमा तपाईँ जानुभयो अनि सोनिका दिदी भनेर सोचेको क्या मैले त एउटै फेस छ रहेछ कता कता मिल्छ र प्रतिवैरम टिमसँग तपाईँ जोडिराख्दाखेरि चाहिँ तपाईँको कामको एक्सपिरियन्स तपाईँ त्यो ठाउँमा पनि जानुभयो भन्नुभयो र त्यहाँको अब कति माहौलहरू तपाईँलाई चित्त बुझ्दो नबुझ्दो होइन प्लस नेगेटिभ कुराहरू पनि देख्नुभयो होला पोजिटिभ कुराहरू पनि देख्नुभयो होला कस्तो रह्यो समग्रमा तपाईँको एक्सपिरियन्स चाहिँ सबै कुरा देखिराख्दाखेरि अझै धेरै डेभलप हुन बाँकी छ तराई भित्री तराईहरू जुन अब कतिपय ठाउँहरू त अब उता इटरी विराटनगर जाने हो भने त एकदमै राम्रो छ भित्री मधेस चाहिँ एकदमै अझै डेभलप हुन बाँकी छ त्यहाँको महिलाहरूलाई अझै स्वतन्त्र हुन दिएको छैन अब पढाइकै हिसाबमा पनि छोरा मान्छेलाई बोर्डिङ हालिँदो रहेछ छोरी मान्छेलाई सरकारी हालिँदो रहेछ पढाइयो भने पनि अनि त्यो कुराहरू चाहिँ एकदमै धेरै देखेँ मैले अनि एकदम ब्याड फिल भयो अनि एकदमै फोहोरी ठाम एकदमै त्यो अनहाइजेनिक लाग्यो मलाई एकदमै धेरै अनि स्टलमा जस्तो राम्रै रेस्टुरेन्टमा गए पनि अनहाइजेनिक देखिने क्या त्यो स्मेलहरू आउने रोडहरू त्यस्तै त्यो भएको भएर चाहिँ अलिकति त्यो एक्सपिरियन्सहरू मेरो त्यो ब्याड एक्सपिरियन्स भयो त्यो चाहिँ अरू त यस्तो मतलब मान्छेहरू त सबै राम्रो एकदम काइन्ड हार्टेड सपोर्टिभ एकदम हेल्पफुल हामीलाई एकदमै हेल्प गर्नुभयो सेटमा एज अ पर्सन सबैजना राम्रो तर अलिकति हाइजेन पनि मेन्टेन गर्नुभयो अझ बेटर हुन्थ्यो जस्तो लाग्यो हेर्दै जाँदा बुझ्दै जाँदा त्यो कुरा के हो होइन त त्यस्तै हो तपाईँलाई पनि फिल हुन्छ आफ्नै ठाउँमा त्यस्तो होइन मलाई त अब सानैदेखि हुर्केको त्यही पहिलाभन्दा अहिले चाहिँ अलिक बेटर छ पहिलाभन्दा अब उहाँले भन्नुभयो होइन मतलब मधेसको तराईको हरेक ठाउँमा त्यस्तो त छैन होइन तर कुनै कुनै एकदम ब्याकवर्ड ठाउँहरू भनौँ न त्यस्तो ठाउँहरू चाहिँ अलि मतलब अनहाइजेनिक छ तर सबै ठाउँ त नभनौँ होइन अलि ठाउँ अलि डेभलप पनि भएको छ ओके र मलाई कति धेरै कुरा गर्नु मन थियो एक्चुअली तपाईँहरूसँग तर एकदमै त्यो समय कम एक्चुअली पनि भएको हुनाले अहिले हामीले प्रतिवैरमलाई नै थोरै प्राथमिकता दियो प्रतिवैरम चाहिँ जेठमा आउँदैछ तपाईँलाई अब तपाईँको फ्यान अडियन्सहरू कति धेरै हुनुहुन्छ नि त सो के भनेर कन्भिन्स गर्न चाहनुहुन्छ प्रतिवैरम हेर्नको लागि एक्चुअली यस्तो छ सबैजना न्यु कमर छौँ सबैजनाको प्रयास मेहनत सबैजनाको एकदमै धेरै छ मलाई भन्दा पनि मेरो टिममा काम गर्ने प्रत्येक व्यक्तिहरूको मेहनत हेर्दै जाँदाखेरि उहाँहरू खटेको देख्दा उहाँहरूको दुःख देख्दा त्यो देख्दाखेरि चाहिँ एक हिसाबले माया हाम्रो
हामीले गरेको दुःखलाई पनि माया गरिदिन आउनु भन्छ। अर्को हिसाबले चाहिँ हाम्रो देशभित्र भएको कथाहरू जान्नलाई पनि तपाईँहरूलाई सहज हुन्छ। तपाईँले पढेका चिजहरू, तपाईँले सुनेका चिजहरू तपाईँले चलचित्रमा हेर्न पाउनुहुन्छ, त्यसको लागि पनि आउनु भन्छ। ओके, यहाँहरू दुवैजनालाई शुभकामना। अन्तिममा केही छ तपाईँले तपाईँको अडियन्सको लागि? अब प्रतिवैरम पछाडि त तपाईँको पनि थानकोटदेखि कोटेश्वरसम्म नै लाइन होला। कसको डाइलग दिदीको ए ओके, कतै सुने जस्तो लाग्यो क्या, बिर्सेछु तर। म यही भन्न चाहन्छु, मेरो डेब्यु मुभी हो, मेरो फर्स्ट मुभी हो। हजुरहरूले माया देखाउनु हुन्छ भन्ने आश राखेको छु। के कस्तो हुन्छ प्रतिक्रिया दिनुहोस् होइन, फिडब्याक दिनुहोस्, त्यही भन्न चाहन्छु। ओके, यहाँहरू दुवैजनालाई शुभकामना। प्रतिवैरम हामी जेठमा हेर्नेछौँ, त्यस पछाडि फेरि प्रतिक्रिया दिउँला चलचित्र कस्तो छ भनेर। अहिलेलाई सम्पूर्ण टिमलाई शुभकामना। अब यहाँको पनि फर्स्ट मुभी भइहाल्यो, अब यस पछाडि सेकेन्ड, थर्ड, फोर्थ मुभीहरूमा देखिरहनु पाइयोस्, ब्याक टु ब्याक अन्तर्वार्ता गरिरहनु पाइयोस्।